सबैजनालाई तपाईँलाई फेरि पनि स्वागत छ हामी दुईटैको ब्लगमा हैन। आज चाहिँ हामी पार्कमा छौँ नि। यो पार्क चाहिँ यति ठुलो छ हैन। हामीहरू चाहिँ अहिले चाहिँ हाम्रो कान्छा पापाले छोडिदिनु भएको स्कुटीमा अनि घरदेखि पनि अलि टाढै नै रहेछ हैन। तर यति ठुलो छ नि यो पार्क, तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि राम्रो पनि यति राम्रो छ हैन। सो यसले पनि साडी लगाएको छ हैन। मैले पनि साडी लगाएको छु। साडी लगाएको ल मेरो दिगा तेरो देखाइरै गरे बहिनी। राम्रो देखिया मस्त। सो हैन विरोस एकछिन झुला खेलेर जाऊ है। गाइस तपाईहरु हेर्न सक्नुहुन्छ हैन। यो कति राम्रो पार्क छ, तपाई हेर्नु न हैन। यति राम्रो छ नि के गरौँ। अनि तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ के भन्छ यसलाई तलाउ पनि छ, पानी गएन कति ठुलो उदेखि उ त्यहाँदेखि त्यहाँसम्म कति ठुलो अब देखाउन त्यहाँ जान मिल्दैन हैन। त्यही पनि तपाईहरु हेर्न सक्नुहुन्छ। उ त्यहाँसम्म कति ठुलो छ, कति यस्तो बल फोटो खिचेछ हामी। त्यो चाहिँ हामी भोलि या पर्सितिर पोस्ट हुन्छ फेसबुकमा, तपाईहरु हेर्नु होला अनि लाइक कमेन्ट पनि गर्न नबिर्सनु होला त्यो पोस्टमा हैन। अहिले चाहिँ हामी अगाडितिर गएर छौँ, फोटो चाहिँ खिचिसक्यौँ, अब भिडियो बनेर छौँ। अहिले चाहिँ हामी मन्दिरमा पूजा गर्न आउँछौँ। एउटा क्यामेराम्यान नपाएपछि साह्रै दुःख पाइदियो रहेछ हैन। यसमा यो चाहिँ आधा भाँचेको छ नि त, यसमा राखेर बनाऊँ भनेको यसमा पनि भएन, त्यो रुखमा पनि राखेको छ पनि भएन। यसमा तपाईँ यसमा त केही होला अनि त्यो रुखमा पनि भएन हैन। के गर्नु, यस्तै छ। क्यामेराम्यान चाहिँदो रहेछ एउटा। अहिले चाहिँ हामी यो तलाउमा आएर यति मेहनत गरेर भिडियो बनाएको छौँ नि। के भनौँ तपाईँहरूलाई, के भनौँ यति टाइम लाग्ने। योलाई सिकाउनु नि कसम भर्खर जन्मेको बच्चाले पनि त्यति सिकाइसी जान्छ होला जति योलाई सिकाएर। तर आज पनि यसलाई आएन हैन। म पागल भएँ यसलाई सिकाउन। सो गाइज होइन अहिले चाहिँ हामीले भिडियो बनाइसक्यौँ होइन। रातिको 6:30 पनि भइसक्यो। त्यसरी तपाईँहरूले भिडियो मन परेमा लाइक कमेन्ट अनि फलो गर्न नबिर्सनु होला है। अनि हामी जो अहिले यो भिडियो बनाएको छ नि यहाँ आएर, अनि यो भिडियोमा चाहिँ लाइक कमेन्ट फलो गर्न नबिर्सनु होला है। सबैजनाले लाइक कमेन्ट गर्नु होला राम्रोसँग। सो गाइज बाई बाई होइन। मेरो आँखामा चाहिँ के पो पऱ्यो।